र सबैलाई आह्वान गर्छु गाउँमा फर्किनुहोस् गाउँमै प्यारो छ सबै चाहिँ गाउँमै चाहिँ तपाईँ के अरे सेवा सुविधा विकास अर्ग्यानिक त अर्ग्यानिक फ्रेस भइहाल्यो त्यो छ अब यहाँ काठमाडौँको गाडीहरू पनि रोकिराखेको छ जाने बेला दादा ल धन्यवाद अब त्यही हो अहिले पञ्चरबाट छु म धुल्यामपुर अवस्था यस्तो छ एकदम अहिले पञ्चरको बाटोमा ल ओके के भन्नु छ बुवाले केही भन्नु छ हाँसमा बोल्न पाएको चाहिँ खुसी तपाईँलाई पनि धेरै धेरै धन्यवाद बुवा हस् है त यो हाम्रो खोटाङ जिल्लामा बनेको भोजपुरमा बनेको खोटाङ जिल्लामै बनेको जसमा खुर्पा मेरो राईको बेच्नुलाई नै होला त बेच्ने नि हो बेच्ने नि हुनसक्छ है बेताहरू यो चेरी कि चेरी अरे जुलाफीहरू पानीपुरी यता सब्जी मन्डी यता फेन्सी सेवा हो नमस्ते अहिले म रूपाकोट मजुवागढी नगरपालिका 14 बुइपा स्थित पञ्चरको बाटोमा रहेको छु जसमा आज शुक्रबारे हटिया पनि लागिरहेको छ यस ठाउँमा र डेली हप्तामा एकचोटि शुक्रबारे हटिया यो ठाउँमा लाग्ने गर्दछ र हटिया चाहिँ खासै सोचे जस्तो देखिनँ है मैले पहिले बजार मनस्कै देखिरहेको थिएँ मैले यहाँ छात्रहरू थियो अहिले चाहिँ नि व्यवस्थित बनाएको छ यो नगरपालिकाले विभिन्न छात्रहरू बनाएर जस्ता पासाहरू लगाइदिएर साथै यहाँ पहिलेको बेलामा यहाँ बुइपा पञ्चरको बाटोमा चाहिँ ठुलो बर पनि थियो अहिले चाहिँ बर त्यो मासिए छ भनौँ अनि अब रोडको अहिलेको अवस्था हेर्ने हो भने रोड पनि निकै सुधार आएको देखियो त्यसले रोडमा पनि ग्राभल स्राभल लगाइएको छ यता तलतिरको यो राजापानीसम्मको बाटो यो सगरमाथा हाइवे यो बाटो आई थिङ्क सगरमाथा हाइवे हो सगरमाथा हाइवेमा चाहिँ अलिकति बाटो चाहिँ अलिकति गाह्रो देखियो बेसी बस कुद्ने भएको कारणले गर्दाखेरि सुमो कुद्ने भएको कारणले गर्दाखेरि चाहिँ एकदम पेलिएर बाटो चाहिँ धुल्यामपुर अवस्था यस्तो छ एकदम अहिले पञ्चरको बाटोमा साथमा माथि एउटा सानो माथि त म गइहाल्छु पनि अब हाम्रो तेलम्बर राजा चाहिँ पारो मेरो भगवान राईको छ र एकचोटि मार्केटमा सट्टा घुम्नु पर्यो फेरि आफ्नो नीति बाटो थियो यता सब्जी मन्डी मार्केट देख्यो घुमाऊ यता घुमाऊ सब्जी मन्डी मार्केट यो चाहिँ सब्जी मन्डी मार्केट देखियो तामा पितलको चाहिँ बजार यता सब्जी मन्डी यता फेन्सी सपहरू मुलाहरू एकदम यता तरकारीकाहरू यता फेन्सी सपहरू देखियो फेन्सी सपहरू अनि एकदम खुसी लागिरहेछ आज चाहिँ नि यहाँ धेरै वर्षपछि म यो पञ्चरको बाटो चाहिँ घुम्ने मौका पायो र एकदम रमाइलो लागिरहेको छ तर एकदम छोटो बजार सानो बजार लाग्यो मान्छे पनि गाउँमा खासै सीमित रहेछ क्या खासै रहन्छ गाउँमा फर्किनु पर्यो अब सबैजना है गाउँमा विकासहरू छन् गाउँमा धेरै भइसकेको छ अनि साथमा यहाँ फलामका सामानहरू पनि रहेका छन् यो हाम्रो खामतेल राजाबारीबाट आएको रे होइन दिक्तेलबाट मात्र दिक्तेलबाट हो अघि खामतेलको भन्नु नि त उहाँले के अरे कसले बुवाले यो दिक्तेल सबै हो दिक्तेल बामराङबाट हो बुवा होइन दिक्तेलकै हो यो हाम्रो खोटाङ जिल्लामा बनेको भोजपुरमा बनेको खोटाङ जिल्लामै बनेको जसमा खुर्पा मेरो राईको यो चाहिँ नि सुम्नीमा हाल्ने बोक्छ केटीहरूले अनि यहाँ यो करुवाहरू यो के अरे पचिया यता बुवाले पनि यो के हो बुवा पत्कर सोर्ने रहेछ होइन सबै रहेछ अनि यता चाहिँ नि कुदालोहरू यो बन्चहरू अनि भएका सबै सामान तपाईँले नि बनाएको यो तपाईँले नि वेलफेयर भने दिक्तेल ए ल ठिक छ बुवा यसरी बनाइराख्नु खुसी लाग्यो होइन त्यही त अब एकछिन मार्केट घुमेर आउँछ फेरि तपाईँसँग बात गर्छु है म गफ गर्छु अब यता इलेक्ट्रोनिक सामानहरू रहेछ साथमा इलेक्ट्रोनिक सामान साथमा चार्जर सानो सानो मोबाइलहरू खित्रिङ मित्रिङ मोबाइलका कभरहरू यता यो के भन्नु अब यो चाहिँ नि के भन्छ अब यो लेडिजको कस्मेटिक सामानहरू कस्मेटिक आइटम्सहरूको यहाँ रहेछ मार्केट रहेछ यता जुत्ता चप्पल यता फेरि के भन्छ इलेक्ट्रोनिक सामानहरू जुत्ता चप्पलहरू अहिले चाहिँ यो रूपाकोट मजुवा नगरपालिकाले नै होला यो ट्रस्टहरू बनाएको व्यवस्थित लागेको बजार चाहिँ एकदम जस्ता पाता लाएर एकदम व्यवस्थित लाग्यो सानो लाग्यो
अनि आजको वेदर हेर्ने हो भने आजको वेदर अलिक राम्रो छैन, घाम छैन, कुवालो र तुसारो धेरै लागिरहेको छ। अनि आजको अलिकति ठन्डा वेदर छ एकदम। लर के हो, बेच्नुलाई नै होला त? होला बेच्ने नि हो, होला बेच्ने नि हुनसक्छ है, बेच्ने हुनसक्छ। यता सबै धेरै चिजहरू, यता मिठाई चिजहरू, समोसाहरू, यो चेरी कि चेरी अरे जिलापी जुलाफीहरू, पानीपुरीहरू हुन्छ। हजुर, यहाँ चाहिँ नि स्पेसल चाहिँ नि युट्युब च्यानल छ है, जन्म साइराई हान्नु यता आऊ। सब्सक्राइब हान्नु विभाग रहेछ यता बुङ्गुरको छाउराहरू, बच्चाहरू कुखुराको चल्लो लाग्यो होइन। यो जोडीलाई चाहिँ 1800 भनेको। एकै ठाउँमा दादा अनि यो के हो, खसी कि बोका हो? बोका हो। सुँगुरको पाठाहरू चाहिँ अनि अब 8,000 अरे यता दुईटामा चाहिँ के लाग्यो भने गाइस, यो टेम्पू भन्छ नि, टेम्पो स्टेसन यो चाहिँ हाम्रो विभाग हो। धेरै देखेँ मैले त्यो टेम्पूमा चाहिँ अलिकति सेवा सुविधा चाहिँ टाढो रहेछ र सबैलाई आह्वान गर्छु गाउँमा फर्किनुहोस्, गाउँमै प्यारो छ। सबैजना गाउँमै चाहिँ तपाईँ के अरे सेवा सुविधा विकास अर्ग्यानिक त अर्ग्यानिक फ्रेस भइहाल्यो त्यो छ। अब यहाँ काठमाडौँको गाडीहरू पनि रोकिरहेको छ। जाने बेला दादा ल धन्यवाद। अब त्यही हो, अहिले पन्चरबाट छु म एकदम। अब मासतिर जानेछु, इलम्बर पार्कमा गएर म अलिकति बोल्ने छु तपाईँहरूसम्म है। धन्यवाद। नम्बर पार्क छ यता इन्नी गरौँ त्यहाँ। अहिले म पन्चरटो बाटोमा यस दिक्तिल रूपाकोट मध्यगढी नगरपालिका वार्ड नम्बर 14 होइन बुवा? होइन यो चाहिँ 14 हो मासु। अनि यहाँ बुवासँग बसिरहेको छु। बुवा चाहिँ दिक्तेलबाट आउनुभएको रहेछ। बुवाको भित्रिङ सामान हेर्न सक्नुहुन्छ। सिरुपाती खुकुरी चाहिँ कुन हो बुवा? सिरुपाती खुकुरी हो। सिरुपाती चाहिँ बुवाकै हातबाट बनाएको है यो चाहिँ, नेट बाई बुवा। अनि यो खुर्पा हाम्रो चाहिँ यो हाङमाहरूले रैनीहरूले बोक्ने। अब उभौली आउँदैछ, विशेष त उभौलीलाई यो मध्यनजर गरेर बुवाले बनाएको जस्तो लागिरहेछ होइन बुवा? अनि उभौलीमा यो खुर्पाहरू, अनि बन्चरो, अनि कुचे कोदालो, लामो बसिला, यो के बुवा? यो तिनवटा ए गाला चिथन त होइन नि यो? पत्कर्सुहरू खै त कोदालोहरू छ, सम्पूर्ण छ। अनि बुवाको चाहिँ यहाँ पन्चरटो बाटोमा यो के को बोट? यो श्रमिकको बोटमा छ। अनि बुवा शुक्रबार आउनुहुन्छ नि? शुक्रबार चाहिँ जहिले पनि आउनुहुन्छ। बुवा चाहिँ यहाँ हाट बजारमा। बुवाको शुभ नाम? इन्द्रबहादुर हुनुहुन्छ बुवा चाहिँ। इन्द्रबहादुर। बुवाको घर चाहिँ उनी हो त्यहाँ के अरे वेलफेयर हो, दिक्तेलै हो। तीदेखि तपाईँको के अरे पुलदेखि नि ती हो ए दिक्तेलमा हुनुहुन्छ। अनि अहिले केमा आउनुभएको तपाईँ? बसमा आउनुभएको? अब जाँदाखेरि पनि बसमै जानुहुन्छ? बुवा एकदम स्वस्थ लाग्यो है, हेल्दी, एकदम मेहनती, एकदम जागरिलो लाग्यो होइन। यहाँदेखि दिक्तेलदेखि पन्चरटो बाटोको भाडा कति छ बुवा? हजुर बसमा जानुहुन्छ है, त्यही कारण। ए यस्तो छ ल, ओके। के भन्नु छ बुवाले? केही भन्नु छ? हाँसमा बोल्न पाएको चाहिँ खुसी। तपाईँलाई पनि धेरै धेरै धन्यवाद बुवा। हस् है त।